नमस्ते साथीहरु, आज हामीले फेरि अर्को नन भेज रेसिपी लिएर आएका छौं। आज हामीले नन भेजमा चिकन 65 लाई बनाएका छौं। आजको हाम्रो रेसिपी चिकन 65 लाई हामीले चिकन ब्रेस्टबाट बनाएका छौं र चिकन ब्रेस्ट अलिकति ड्राई हुने हुँदा हामीले ड्राई हुन नदिनको लागि चाहिने सबै इन्ग्रेडिएन्ट्सहरु युज गरेर जुसी चिकन 65 बनाएका छौं। आशा छ तपाईहरुलाई मन पर्छ भनेर। आउनु साथीहरु, अब हामी सुरु गरिहालौं आज हामीले बनाएको जुसी चिकन 65 को रेसिपी बनाउनको लागि। आज हामीले चिकन 65 बनाउन गइरहेका छौं र यसको लागि मैले यहाँ चिकन 300 ग्राम लिएको छु र मासुलाई मैले यसरी डाइस गरेर काटेर पनि राखिसकेको छु। अथवा तपाईले यसलाई लम्बाइमा पनि काट्न सक्नुहुन्छ। कस्तो साइजमा तपाईलाई मन पर्छ त्यही साइजमा ठूलो अथवा सानो अथवा कुनै पनि आकारमा तपाईले चिकनलाई काट्न सक्नुहुन्छ। अब हामीले चिकनमा अलिकति मरमसला थप्ने छौं। मरमसला मैले यसरी रेडी गरेर राखिसकेको छु। 1 टीस्पून मैले यहाँ रातो खुर्सानीको धुलो लिएको छु भने हाफ टीस्पून मैले बेसार पनि लिएको छु। 1 टीस्पून कालो मरिचको धुलो लिएको छु भने जिरा र धनियाको 1 टीस्पून मैले यहाँ लिएको छु। अब हामी यो मरमसलालाई मासुमा राख्दिने छौं। अदुवा र लसुनको पेस्ट पनि मैले यहाँ हाफ स्पून यसरी राख्दिएको छु। 1 टीस्पून चाट मसला पनि मैले यसमा थप्दिएको छु। चाट मसलालाई तपाईले स्किप पनि गर्न सक्नुहुन्छ। चिली फ्लेक्स पनि मैले 1 टीस्पून थप्दिएको छु। तपाईले यो चिली फ्लेक्सलाई पनि स्किप गर्न सक्नुहुन्छ यदि तपाईलाई पिरो मन पर्दैन भने। नुन तपाईले आफ्नो स्वाद अनुसारको राख्न सक्नुहुन्छ भने मैले यहाँ 1.5 टीस्पून नुन राखेको छु। 1 टीस्पून रस आउने गरेर निबुको रस पनि हामी यसरी छर्दिने छौं। अब मसला हामीले राखिसकेका छौं। अब हामी दही थप्ने छौं। 1.5 स्पून लिएको छु, यो यहाँ राख्दिन्छु। स्वाद र कलर दिनको लागि हामीले रातो धुलो खुर्सानी त राखिसकेका छौं साथीहरु। तर पनि साथीहरु, बजारमा पाइने जस्तो चिकन 65 बनाउनको लागि तपाईले अलिकति कलर थप्नु पर्ने हुन्छ। मैले यहाँ रातो फुड कलर थप्न गइरहेको छु। यो कलरलाई तपाईले स्किप पनि गर्न सक्नुहुन्छ। कलर राखिसकेपछि फेरि हामी यसरी मिक्स गर्दिने छौं। अब हामी 10 मिनेटको लागि एकछिन छोपेर राख्दिने छौं। फ्राई गर्ने भन्दा पहिला यसमा अरु पनि थप्नु पर्ने हुन्छ। सबैभन्दा पहिला त हामी मैदा थप्ने छौं। 2 चम्चा म यसमा कर्न फ्लोर पनि थप्न गइरहेको छु। पन्ध्र मिनेट जति हामीले चिकनलाई यसरी पकाइसकेका छौं र रेडी भइसकेको छ। अब हामी एउटा भाँडामा निकाल्दिने छौं र बाँकी बचेको फेरि हामी यसरी नै फ्राई गर्ने छौं। सबै फ्राई गरेर रेडी भइसकेको छ। तपाईलाई मन पर्छ भने यसरी नै पनि खान सक्नुहुन्छ भने यसमा अझै अलिकति मरमसला थपेर हामी अझै मिठो पनि बनाउने छौं। हाफ स्पून जति यसरी ओइल राख्ने छौं। लसुन पनि राख्दिने छौं। स्वाद अनुसारको अथवा 2-3 वटा खुर्सानीलाई मैले यसरी काटेको छु, खुर्सानी पनि राख्दिन्छु। मिठो स्वाद दिनको लागि मैले यहाँ करी पत्ता पनि राख्न गइरहेको छु। हामी यसरी करी पत्ता पनि राख्दिने छौं। 2 टीस्पून जति यसरी ओस्टर सस पनि राख्दिने छौं। 1.5 स्पून जति हामी यसरी लाइट सोया सस पनि राख्दिने छौं। त्यो धुलो खुर्सानी पनि राख्दिने छौं। चिकनलाई यसमा राख्दिने छौं। सस चिकनमा लाग्ने गरेर हामीले यसरी मिक्स गर्दिने छौं। साथीहरु, आज हाम्रो किचनमा एकदमै सजिलोसँग हामीले चिकन 65 को रेसिपी बनाइसकेका छौं। कस्तो लाग्यो साथीहरु तपाईहरुलाई आज हामीले बनाएको यो चिकन 65 को रेसिपी? यदि मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुस् होला। थ्यांक यू फर वाचिङ। बाइ बाइ।